धम्मपद यो नाम सुन्ने बित्तिकै धेरैलाई लाग्न सक्छ यो कुनै जटिल धार्मिक ग्रन्थ हो, तर वास्तवमा यो व्यावहारिक अध्यात्मको एउटा यस्तो खजाना हो जसले जीवन जिउने कला सिकाउँछ। ल आउनुहोस्, आज हामी बुद्धका यिनै अनमोल उपदेशहरूको गहिराईमा डुबुल्की मारौं। अब यो धम्मपद भनेको के हो त? यो खासमा 400 भन्दा बढी श्लोकहरूको एउटा सानो संग्रह हो, तर यसलाई बुद्धको सम्पूर्ण शिक्षाको सार नै मानिन्छ। यो केवल एउटा किताब होइन, यो त हाम्रो दिनौको जीवनमा आउने समस्याहरूलाई कसरी समाधान गर्ने भनेर सिकाउने एउटा गाइडबुक जस्तै हो। अनि जो सत्यको खोजीमा छन् उनीहरूका लागि त यो प्रेरणाको अनन्त स्रोत नै हो। ल हेर्नुहोस्, धम्मपदको सुरुवात नै कति शक्तिशाली श्लोकबाट हुन्छ। यसले सिधै भन्छ, हामी जे सोच्छौं जे गर्छौं ती सबैको सुरुवात हाम्रो मनबाट हुन्छ। मन नै सबै कुराको प्रमुख हो। अनि यदि कसैले अशुद्ध मनले मतलब नराम्रो सोचेर केही बोल्छ वा गर्छ भने दुःखले उसलाई त्यसरी नै पछ्याउँछ जसरी गोरुगाडाको पाङ्राले गोरुको खुट्टालाई कहिल्यै छोड्दैन। कति गहिरो कुरा आएन त? यही नै धम्मपदको केन्द्रीय सन्देश हो। हाम्रो भाग्यको निर्माता अरू कोही होइन, हाम्रो आफ्नै मन हो। त्यसो भए यति गहिरो ज्ञान दिने व्यक्ति को हुनुहुन्थ्यो त? अब लागौं उहाँकै कथातिर। यहाँ एउटा कुरा बुझ्ने एकदमै जरुरी छ। बुद्ध कुनै भगवान वा देवता होइनन्। उहाँ हामी जस्तै एक साधारण मानिस हुनुहुन्थ्यो जसले आफ्नो अदम्य प्रयास र साधनाबाट परम ज्ञान प्राप्त गर्नुभयो। उहाँको जीवनयात्रा साँच्चै नै असाधारण छ। सोच्नुस् त, ईपू 563मा नेपालको लुम्बिनीमा एउटा राजकुमारको रूपमा जन्म, सुखशैलमा हुर्काई, तर 29 वर्षको उमेरमा जब उहाँले मानिसको दुःख, बुढेसकाल र मृत्यु देख्नुभयो उहाँको मन बदलियो। उहाँले सबै राजपाट त्यागेर दुःखबाट मुक्तिको खोजीमा निस्कनुभयो। 6 वर्षको कठोर साधनापछि 35 वर्षको उमेरमा बोधगयामा ज्ञान प्राप्त गर्नुभयो र बुद्ध अर्थात् ज्ञानी बन्नुभयो। त्यसपछिका 45 वर्ष उहाँले आफूले पाएको ज्ञान बाँड्दै बिताउनुभयो र अन्ततः 80 वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभयो। यो एक राजकुमारबाट ज्ञानी बनेको एक अविश्वसनीय रूपान्तरणको कथा हो। ल, बुद्धको जीवनबाट प्रेरणा लिएपछि अब धम्मपदको ज्ञानको पहिलो तहमा प्रवेश गरौँ है त। यो खण्डमा हामी हाम्रो दैनिक जीवनमा काम लाग्ने कुराहरू, खासगरी नैतिकता र त्यसका परिणामबारे बुझ्नेछौँ। मतलब आफू र अरूसँग कसरी शान्तिपूर्वक जिउने। यहाँ हेर्नुहोस् त, धम्मपदले हाम्रो सोचको शक्तिलाई कति सरल तरिकाले देखाएको छ। पहिलो श्लोकले भन्छ, यदि कसैले मनमा उसले मलाई गाली गर्यो, मलाई पिट्यो, लुट्यो भनेर सोचिरह्यो भने उसको घृणा कहिले शान्त हुँदैन। तर ठिक उल्टो, जसले यस्ता कुराहरू मनमा खेलाउँदैन उसको घृणा आफै शान्त हुन्छ। यसको मतलब के हो भने बाहिरको द्वन्द्वभन्दा पहिले हाम्रो भित्रको विचारले शान्ति वा अशान्ति सृजना गरिरहेको हुन्छ। अनि यो अर्को श्लोक, यो त जीवनको एउटा सुनौलो नियम नै हो। यसमा भनिएको छ, घृणालाई कहिले घृणाले जित्न सकिन्न, घृणालाई त प्रेमले, अघृणाले मात्र जित्न सकिन्छ। यो कुनै आजको कुरा होइन, यो एक शाश्वत नियम हो, एन इटर्नल ल। बदलाको भावनाले त झन् आगोमा घिउ थप्ने काम मात्र गर्छ। वास्तविक समाधान त धैर्य र प्रेममा नै लुकेको हुन्छ। अब धम्मपदको यो नैतिकता केमा आधारित छ त? यो आधारित छ कम्मको नियममा, जसलाई संस्कृतमा कर्म भनिन्छ। यो भनेको एक्सन एन्ड रिजल्टको विश्वव्यापी नियम हो। सरल भाषामा भन्दा, राम्रो काम गर्यो, राम्रो नतिजा आयो, सुख मिल्यो। नराम्रो काम गर्यो, नराम्रो नतिजा आयो, दुःख पाइयो। मतलब जस्तो रोपिन्छ त्यस्तै फल्छ। हाम्रो भाग्य बनाउने वा बिगार्ने अरू कोही होइन, हाम्रै कर्म हो। ठिक छ, नैतिक जीवन बिताउनु एकदमै महत्त्वपूर्ण छ। तर धम्मपद यतिमा मात्र सीमित छैन। यसले त हामीलाई अझै गहिरो कुरा सिकाउँछ। अब हामी त्यो मार्गतिर लागौं जसले जीवनमा बारम्बार आइरहने दुःखको चक्रबाट पूर्ण रूपमा मुक्त हुने बाटो देखाउँछ। बुद्धले मानव जीवनको समस्यालाई एक डाक्टरले जस्तै निदान गर्नुभएको छ, 4 आर्य सत्य मार्फत। पहिलो, उहाँले भन्नुभयो, ल समस्या छ, जीवनमा दुःख छ, यो भयो रोगको पहिचान। दोस्रो, यो दुःखको कारण के हो त? कारण हो तृष्णा र आसक्ति। यो भयो रोगको कारण पत्ता लगाउनु। तेस्रो, खुशीको कुरा, यो दुःखको अन्त्य गर्न सम्भव छ, यो भयो उपचार सम्भव छ भन्ने आश्वासन। र चौथो, त्यो अन्त्य गर्ने बाटो हो आर्य अष्टाङ्गिक मार्ग। यो भयो उपचारको विधि। कति वैज्ञानिक र तार्किक छ होइन? ल, दुःखको अन्त्य त भयो, तर त्यसपछि के? त्यो अवस्थालाई के भन्ने? बुद्धले त्यस अवस्थालाई निब्बान भन्नुभएको छ, जसलाई संस्कृतमा निर्वाण भनिन्छ।
यो कुनै स्वर्ग वा अर्कै लोक होइन, यो त यही जीवनमा अनुभव गर्न सकिने एउटा यस्तो अवस्था हो जहाँ जन्म, मृत्यु र दुःखको चक्र समाप्त हुन्छ। यो परम शान्तिको अवस्था हो र बुद्धको शिक्षाको अन्तिम लक्ष्य पनि यही हो। अब त्यो ज्ञान प्राप्त गर्न के बुझ्नुपर्छ त? बुद्ध भन्नुहुन्छ अस्तित्वका 3 आधारभूत लक्षणहरू बुझ्नुपर्छ। पहिलो, सबै कुरा अनित्य छन्, मतलब केही पनि सधैँ एक नाश रहँदैन, सबै परिवर्तनशील छ। दोस्रो, सबै कुरामा दुःख लुकेको छ, किनभने परिवर्तनशील कुरामा सुख खोज्दा अन्त्यमा दुःख नै हात लाग्छ। र तेस्रो, कुनै पनि कुरामा स्थायी आत्मा वा म भन्ने सार छैन। जब कसैले यी 3 सत्यलाई विवेकले देख्छ, तब ऊ दुःखबाट टाढा हुन्छ। यही नै मनको शुद्धिको मार्ग हो। अब हेर्नुस्, हामीले जति पनि कुरा गर्यौं, चाहे त्यो नैतिकताको होस् वा मुक्तिको, ती सबै घुमीफिरी एउटै ठाउँमा आएर जोडिन्छन्, त्यो हो हाम्रो मन। त्यसैले अब हामी फेरि धम्मपदको केन्द्रीय विषय अर्थात् मनको निपुणतामा फर्कौं। धम्मपदले मनको अवस्थालाई एउटा घरको छानासँग तुलना गरेको छ, जुन एकदमै गजबको उदाहरण हो। सोचौं त, यदि घरको छाना कमजोर छ, राम्ररी छाएको छैन भने के हुन्छ? पानी सजिलै भित्र छिर्छ, होइन? हो, ठ्याक्कै त्यस्तै यदि हाम्रो मन अविकसित छ, प्रशिक्षित छैन भने वासना, रिस जस्ता नराम्रा कुराहरू सजिलै भित्र पस्छन्। तर यदि छाना बलियो छ, राम्ररी छाएको छ भने पानी छिर्न सक्दैन। त्यसै गरी एक सुविकसित, प्रशिक्षित मनमा वासना र नराम्रा आवेगहरू कहिल्यै प्रवेश गर्न सक्दैनन्। त्यसो भए मनलाई कसरी प्रशिक्षित गर्ने त? यसको लागि एउटा एकदमै महत्त्वपूर्ण गुण छ, जसलाई अप्पमाद भनिन्छ। यसको अर्थ हो हिडफुलनेस वा सजगता। सजगता भनेको के हो? यो भनेको आफ्नो मनलाई निरन्तर हेरिरहनु, अब्जर्भेसनमा राख्नु, ताकि कुनै पनि नराम्रो विचार वा आवेग आउने बित्तिकै त्यसलाई चिन्न सकियोस् र हटाउन सकियोस्। बुद्धले त यसलाई अमरताको मार्ग नै भन्नुभएको छ, किनकि यही सजगताले हामीलाई सही बाटोमा हिँडाइरहन्छ। अन्ततः धम्मपदको सम्पूर्ण सार एउटै शक्तिशाली सन्देशमा अटाउँछ। हामी आफै आफ्नो जीवनको निर्माता हौं, मालिक हौं। हामी नै आफ्नो र रक्षक पनि हौं र विनाशक पनि। मुक्ति वा शान्ति कसैले बाहिरबाट आएर दिने चिज होइन। यो त हामीले आफ्नै प्रयासले, आफ्नै मेहनतले हासिल गर्ने कुरा हो। र अन्त्यमा धम्मपदले हामी सबैको सामुन्ने एउटा विकल्प छोडिदिन्छ, एउटा छनोट, एउटा बाटो छ जो हामीलाई यही संसारको भागदौड र आसक्तिमा फर्काइरहन्छ, र अर्को बाटो छ जसले यो चक्रबाट बाहिर निकाल्छ। अब रोज्ने पालो हाम्रो। बुद्धको विवेकको मार्गले हामीलाई यही गहिरो प्रश्नमाथि सोच्न बाध्य बनाउँछ।